Hello guys, today I started a new vlog. सबैजनाले हेरिदिनु होला। म चाहिँ आज सङ रिलिज हुँदैछ, त्यसको प्रोग्राममा जाँदै छु। बाइ, सी यू। ल गाइस, यो चाहिँ मेरो होस्टेल हो, म बस्ने होस्टेल। दिस इज माई होस्टेल। म चाहिँ अब यहाँबाट निस्केको। इन्डिया बोलाएको छु, आउँदैछ। अनि फेरि भेटौँला। ल गाइज, म चाहिँ जाँदैछु। यही हो मेरो होस्टेल चाहिँ। म इन्डियामा आउँदैछ। यो चाहिँ मेरो होस्टेल है, बानेश्वरमा छ। कस्तो देखेको छु। म मास्क चाहिँ अहिले खोल्दैन गाइज। म मास्क चाहिँ मेरो बानी नै यस्तै हो, मास्क लाउने। सो म केही उता पुगेपछि चाहिँ खोल्छु ल। इन्डिया बोर्ड गर्दा गर्दा पागल भइसकेँ। अनि रिच खसी काट्नलाई राखेको छ यार, बिचरा माया आगो। इन्डिया पनि आउँदै छैन, कुरिरहेको छु। ल गाइज, मेरो बाइक आइसक्यो। कति राम्रो बाटो छ है यहाँ। अब म चाहिँ जाँदैछु, दिदीको रुम जाँदैछु गाइज। सो बाइकमा धुलो धेरै छ गाइज, चस्मा लाउनु पर्ने भयो। आधे पुरै जाम छ है गाइज यहाँ चाहिँ, टु मच। आफूलाई जान ढिलो भइसक्यो, बट जाम जब त आउन आँट्यो 5 मिनट जतिमा आउँछ होला। हेरौँ। अनि म देखाउन जान्छु तपाईँलाई म कोसँग भेट्न गइरहेको छु भनेर। मलाई चाहिँ रुगा लागेर पुरै कस्तो भइसकेको छ कि घाँटी गाइज। आज आवाज चाहिँ त्यस्तै आएको छ, माइन्ड नगर्नु होला है गाइज। अब चाहिँ आउन आँट्यो भनेको 10 मिनट भइसक्यो। अब चाहिँ आउँछ। एउटा आँखा मेरो एउटा आँखा चाहिँ मेरो सानो, एउटा आँखा चाहिँ ठुलो छ। कस्तो धुलो छ हौ गाइज, चस्मा लगाउनै पर्छ, लास्टै धुलो छ। अलिक सफा भयो है गाइज यो खोला चाहिँ, कुन चाहिँ एम्बुलेन्स आइरहेको गाइज पछाडिबाट चाहिँ। के गर्नु, मान्छेहरू यस्तो गाह्रो छ नि। यस्तो जाममा बस्नुपर्छ बिरामी मान्छेलाई पनि। सिल्भर चोक नेपालको सरकार बन्दैछ, बनोस् राम्रो, त्यही भन्छु म त। रोड क्रस गर्दाखेरि चाहिँ अगाडि पछाडि दायाँ बायाँ हेरेर गरिदिनु होला, किनभने पछाडिबाट ठोकिन सक्छ। अघि हामीलाई दुईचोटि त्यस्तै भइसक्यो, प्लिज अगाडि पछाडि हेरिदिनु होला। गाइज, पानी पर्न आँट्यो, पानीले फेरि रुचाउँछ कि क्या हो। 2 दिनदेखि लगातार रुचेको छु म। ज्याकेट त छ तर पनि रुच्छु होला जस्तो लाग्यो। पानी पर्न आँट्यो, तलतिर त लास्ट ठुलो पानी परेको रहेछ। यो मन्दिरबाट भित्रतिर है गाइज। दिस इज द मन्दिर। अब चाहिँ म जाँदैछु, अब सिधै दिदीको रुम पुगेर म दिदीलाई देखाउँछु ल गाइज। ल म पुगिसकेँ, अब चाहिँ पेमेन्ट गरेर जान्छु। पानी बनाटो। बाई बाई दाई। म चाहिँ आइपुगेँ दिदीको रुम। सरप्राइज हर ब्युटिफुल। ल गाइज, म चाहिँ अघि नै आइसकेको। अब चाहिँ दिदी रेडी हुनुभयो। अब चाहिँ हामी जान्छौँ कहाँ, सिटी सेन्टर। कति राम्रो पेन्टिङ छ है। एकछिनमा जान्छौँ। हेलो, वेयर आर यु गोइङ? वेयर आर वी गोइङ? प्रेस मिट। मलाई क्या भन्नु आउँदैन।
चाहिँ गाडी गरे बाई बाई गरिदिनु गाइज हामी जाममा परेको छौँ के भन्नु छ ढिलो भइसक्यो जाम 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 कति बज्यो हामी पुग्नु पर्ने 3 बजे थियो गाइज गाइज त गाडी मैले कसलाई गाइज गर्छु दिदीलाई मात्रै गाइज भनेको मैले भनेको ब्लग गर्ने स्टाइल मन छ होला बाहिर चाहिँ पुरा जाम जाम मेरो मन लाउने जस्तो मेरो मन छिर पर्यो करौतीले उसको रूपको करौतीले आवाजको पनि आवाज खेतको सिरै हाल्यो वर्षायामको करेक्ट पानी पर्दैछ गाइस बाहिर जाम ढिलो भइसक्यो तिम्रो अहिले हेर न एकदम स्पेसफुल हुँदैन नयाँ फोन हो केही पनि छैन नभए पनि त त्यो कति जिबी सक्यो एकछिनमा सकिन्छ अनि भिडियो सबै बनाएर दिनु रानी पोखरी देखाउ न कस्तो देखाउने छ नि ब्लगको भिडियो पनि आउँदैन बनाउन चाहिँ विशेष पोखरी पानी पर्दैछ बाहिर भने चाहिँ नि यति जाम हुन्छ दिदी पनि जाम हुन्छ तपाईँ ब्लग बनाउँदैछु ल गाइस यहाँनिर हामी बस्यौँ अब गएर त्यहाँनिर बोल्न मिल्दैन थियो त्यही भएर दिदी चाहिँ गाना कस्तो होला भनेर सोच्दै बस्नु भएको छ ल यहाँनिर चाहिँ दिदी जानुभयो दिदीलाई अगाडि बोलाएर नमस्ते गर्दै हुनुहुन्छ अब अगाडि जाँदै हुनुहुन्छ खुसी भएर जाँदै हुन्छ दिदी चाहिँ अगाडि अनि यसपछि चाहिँ इन्टरभ्यू सुरु हुन्छ है त ल म चाहिँ यसो वासरुम आएको बेला चाहिँ यसो चटक देखाइदिन्छु है गाइस यहाँनिर कस्तो देखिँदो रहेछ भनेर ट्राई गरेको